कुनै समय माधव नेपालको नाम लिएपछि मुख खुल्ला गर्ने बताएका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले नेपालसँग सम्बन्ध सुधारको प्रयासमा देखिन्छन्। 3.5 वर्ष अघि नेकपा एमालेबाट विभाजित भएर नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली र माधव बीच पानी बाराबारकै सम्बन्ध थियो। तर राजावादीहरूको बढ्दो सक्रियताका कारण अहिले ओली गणतन्त्रवादी दलहरूप्रति नरम देखिन थालेका छन्। आफूलाई मन नपरेका नेताहरूलाई गाली र आक्रोश मिश्रित शब्दको झटारो हान्ने ओली अहिले तिनै नेताहरूप्रति हेर्ने र बोल्ने शैलीमा परिवर्तन ल्याएका छन्। चैत 15 मा राजावादीहरूले माधव नेपालको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेपछि र नेकपा यस निकट वरिष्ठ पत्रकार एवं कूटनीतिज्ञ कमल कोइरालाको निधनमा श्रद्धाञ्जली दिन ओली 18 गते नेपालको पार्टी कार्यालय पुगेका थिए। पार्टी कार्यालय पुगेपछि ओलीले माधवसँग हात मिलाए। नेकपा यसको पार्टी कार्यालयमा ओलीले आधी घण्टा जति बिताए। त्यसपछि यसका उपाध्यक्ष प्रकाश ज्वालाले सामाजिक सञ्जालमा फोटो राख्दै आइस ब्रेक भनेर लेखेका थिए। ओली माधव नेपालको पार्टी कार्यालय आउनुले ओलीले कटुताको भाव छोडेर मित्रताको हात अघि बढाउन चाहेको विश्लेषण भएको छ। राजनीतिमा के हुन्छ भन्दाखेरि सधैँ मित्रता पनि हुँदैन, सधैँ शत्रुता पनि हुँदैन। अब काङ्ग्रेस एमाले मिल्छ भन्ने कल्पना कसैलाई थियो? त्यो त ठ्याक्कै सिद्धान्तको विपरीत हो नि, होइन? त्यो प्रकृतिको विरुद्धमा हुन्छ, अप्राकृतिक हो कि प्राकृतिक होइन। त्यो त्यस्तो त हुन्छ भने अब हाम्रो पार्टीमा कार्यालयमा प्रधानमन्त्री आउनु, एक त पार्टी कार्यालयमा आगजनी पनि गरिएको थियो। सरकार प्रमुखको नाताले त्यो पार्टी कार्यालय उहाँको दायित्व पनि यो प्रवृत्ति रह्यो भने कम्युनिस्ट आन्दोलन ध्वस्त हुन्छ। कम्युनिस्ट आन्दोलनमा खिया लाग्छ, कम्युनिस्ट आन्दोलन विसर्जनको बाटोतिर लाग्छ। दम्भ र अहङ्कारले संसारमा कुनै पनि पार्टीलाई जोगाएको छैन, कम्युनिस्ट पार्टीलाई जोगाएको छैन भन्ने कुरा नै हो हाम्रो। र विधि पद्धतिबाट चलौँ भन्ने कुरा नै हो हाम्रो। म सोच्थेँ यो सोचेको अनुभूति आम कार्यकर्ता र पार्टीलाई उहाँले देखाउन सक्नुभयो भने त उहाँको रातो दिन हामीले विरोध गरेर उहाँलाई सत्तोसराप गर्नुपर्ने त के कारणै छैन। उहाँले जे गरिरहनुभएको सोचिनु भएको छैन। अब एकपटक पार्टी कार्यालयमा आउँदैमा, पार्टी कार्यालय हेर्दैमा, माधव खण्ड उहाँसँगै बस्दैमा त्यो सबै कुरा सोचेको त मान्न सकिँदैन। समाजवादी पनि पार्टीकै छ र भन्नुभएको थियो। त्यसै समाजवादी पार्टीलाई फेरि एउटा चिठी लेखेर राष्ट्रपतिको लागि सहयोगको लागि पनि याचना गर्नुभएको थियो। एउटा टोली पनि गठन गर्नुभयो। त्यसैले भनाइ र गराइमा फरक हुन्छ। कतिपयले भने आगामी चुनावमा एक्लै लडेर ठुलो दल नबन्ने समीक्षा सहित नेकपा यससँग पनि मिल्नुपर्ने हुँदा ओलीले तौलिएर बोलेको टिप्पणी पनि भइरहेको छ। एमालेमा सदस्यता पनि घट्दै गएको हुँदा अन्य वामपन्थी घटकहरूसँग मिलेर जानुपर्ने आवाज पार्टीभित्र उठेको चर्चा छ। एकीकृत समाजवादीको पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीको आडैमा एमालेबाट निष्कासित नेता भीम रावल पनि देखिएका थिए। पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपमा 3 महिना अघि एमाले र ओलीको नजरबाट बर्खास्तीमा परेका रावल 18 गते सँगै देखिएका थिए। राजावादीको सक्रियताले त्राहिमाम बन्दा मुखै हेर्न नचाहनेसँग ओली नरम बन्दै गएका छन्। संसदको रोस्टममा बोल्दा पनि अरू बेला प्रतिपक्षीको चर्को आलोचना गर्ने ओली पछिल्लो समय माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूसँग शालीनताका साथ प्रस्तुत भइरहेका छन्। अहिले ओली वामपन्थी दलहरू कसैलाई पनि नचिड्याउने पक्षमा छन्। यद्यपि ओलीको यो फेरिदो बोली केही समयलाई मात्र हुनेमा कतिपयको आशंका छ। अन्य वामपन्थी दलहरू भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको नेतृत्वमा आए कम्युनिस्ट एकता हुनेमा आशावादी देखिन्छन्।